गाइस यो केक चाहिँ मेरो अभय भाइले है, अभय भाइले यो केक अनि यो मलाई ओए के हो यो पैसाको बुके? यस खै अहिले त दिनुहोस् हैन, अहिले त मलाई फुलको पनि दिनुहोस्। देखिस् कति माया गर्छ। ओए पारस ए हैन न पारस न धेरै म गर्ने भए गन पैसा कति थियो भनेर गन्न भन्दैन न। अहिले म नचोरै अहिले अर्काको यहाँ हेर है ल गाइस। यो देख्दै हैन, देख्दै बेलुका यहाँ मेरो टक्क एक काटेर खाइदिइहालौँ जस्तो यो सिम्पल खालको सेतो खालको केक चाहिँ मलाई पनि मनपर्छ है। कपी नै छ क्या यो देख्दै। यो केक कटिङ त गर्नै पर्ने हुन्छ, तर त्यसको लागि पहिला उ गर। यो चाहिँ पाल नपाल भाइ, अघि सपना पनि भान्जा तिमी उता जाऊ त, तिमी देखिरहेको छैन, पहिले उता जाऊ। त्यो टेबल लिएर टेबल पर्दैन के यसमा काटौँ न, यसमा मुढामा देखिन्न मुढा देखिन्छ नि, किन देखिन्छ पख मुढामा देख, मुढामा काट्नुपर्छ। के भन्छ होला मान्छेले पनि के भन्छ, एउटै घरमा 2-2 जना लाइभ बसिरहेका छन्, यो त मेरो हो त्यही कुरा देखेर मेरो तेरो नभन कि भन्छ हाम्रो भन। ल भान्जा तिमी उता जाऊ, नदेख भान्जा तिमी यतापट्टि आऊ, यतापट्टि आऊ। डल्ले तैँले खाइदिएलास् नि फेरि जुठो एकछिन। गाइस सबैजनालाई है हिजो चाहिँ हल्का हाम्रो खाना पाउनु भएको थिएन। ल बस 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 त्यो पैसाको गुलदस्ता पनि राख। ल यो त छोड्दिनँ नि। यो डल्लेलाई यसलाई हटा त। ओए त्यो क्लास लिनुपर्ने अहिले बुलेट गाउँठाकुरी। ओए छोड्दिउँ न, तेरो म क्लास लिन्छु अहिले फेरि। ल ल खै के भयो त। सबैजनालाई है एकदम नमस्ते छ, एकदम प्रणाम छ, एकदम ढोक छ, जहाँबाट पनि हेर्लाग्नुपर्छ, जुन ठाउँबाट पनि हेर्लाग्नु भएको छ, सबैलाई माया छ है हाम्रो साइडबाट। आज मेरो दिदी यो मनिषा बम ठकुरी उर्फ अनुहार नपरेकीलाई, अनुहार नपरेकीको आज बर्थडे परेको छ है। अनि आज यसको 38औं बर्थडे हो, 37बाट 38मा है, 38औं बर्थडे हो। र यो बर्थडेमा ओए बाबु कहाँबाट आइए, कहाँबाट आइए बाबै? यही का तेरा म हेर कनपट अनपट फोडौँला हेर। कहाँ गएको थी बाबै? यही का ए ठिक छ रोक, अहिले यहाँ केक कटिङ हुँदैछ। केक कटिङ गर्ने भनेर राखेको यो रोक एकछिन बग रोक। त्यसो भए त यतै लाइभमा रोक, मेरो पनि एक्सेप्ट गर। ल कहाँ गएको थिए यार, कहाँ बाइक गई थी त? हटाउँदिनँ अहिले, म अहिले उता जान्छु नि त। तेरो अलग एङ्गल राख्नु त, डिफ्रेन्ट एङ्गलबाट दिनु त हाम्रो लाइभ पनि। न यस्तो गरिदिउँ न, डिफ्रेन्ट एङ्गलबाट दिउँ क्या हाम्रो लाइभ। कस्तो कतिसम्मको प्रोडक्सन रहेछ भन्दैन नि त दुनियाँले, सबै एङ्गल हालेर सबै एङ्गलको लाइभ छ यार। ल हेर त्यहाँ कस्तो हेभी लाइभ। आमा पनि आमाले बोला कति हेभी लाइभ छ होइन। 4-5वटा एङ्गलबाट कभरेज हानेको छ क्या। थ्याङ्क यू ल कतिवटा एङ्गलको कभरेज छ। ल ताली बजाउने हो कि ल मैले सानो स्पिच त दिनु पर्यो नि त, भिक्ट्री स्पिच है। आज 2082 साल 82-83 हो, 2082 साल मङ्सिरको 21 गते डिसेम्बर 7 पारेर यसको जन्मदिन परेको छ। यसको आज 38औं जन्मदिनमा सबैलाई स्वागत छ। सबै हो 38 अहिले घटाइकी छ उसमा 48 भन्नै छ भने होइन 38 साँच्चीकै भनेको, मजाक गरेको होइन। यो मार्चमा 32-33 होला क्या तिमी पनि हेत्तेरी। होइन यो जनयुद्धमा बम बारुद सप्लाई गर्थ्यो यसले पहिला। अनि सबैलाई है स्वागत छ यो बर्थडेको एकदम विशेष कार्यक्रममा, विशेष कुरामा कार्यक्रम छ। नाप फेरि हेर न, ऊ पनि फुल पनि। ल बर्थडेको सङ लगाइस न, बर्थडेको त्यही त भन्ने भयो त नि।
छोड अहिले ननाचौ छोड बस बस अब यसो के हो है नाच प्रतियोगिता त 20 मै रोक्नुलाई त ल जन तेरो फेरि ल म्याच होला नि त कोसममा त नभिड के नभिड तेरो म छ नि बुझिस् कि नै पार्स आज बिल्ला हुन्छ कस्तो म छोड आज ल धन्यवाद सानो हातमा लिएर सम्पूर्ण मेरा प्रियजनहरू र हामीसँग सँगै हुनुहुन्छ हाम्रा विशिष्ट अतिथिमा टुल्लु बेबी बेबी नमस्कार गर्नु पर्दैन अतिथिको पदमा आसन ग्रहण गरिदिनु हुनको लागि विशिष्ट अतिथिमा छन् हाम्रा टुल्लु बेबी दाङबाट उठेर भाइ उठेर गर्नु पर्यो नि यार एक कुर्सीमा उठेर बस्ने ल ल बसौँ 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 वरिष्ठ अतिथिमा छन् हाम्रो आबाजी ये हा हा ओके ओके र सम्पूर्ण मेरा प्यारा मित्रजनहरू सम्पूर्ण मेरा भाइ बन्धुहरू सबैजना दाजुभाइहरू सबै आमा अङ्कल आन्टी सबैजनाले हेरिराख्नु भएको छ लाइभ र केक कटिङ सेरेमोनी अब गर्दैछौँ सुरु गर्दैछौँ बिस्तारै जब हुँदैन जब यो पहिला सानी थिएँ नि एकदम सानीदेखि नै केक सेक कहिले पनि देख्नु नपाइयो कि कहिले पनि अनि त्यो पहिला यसको हामीले बर्थडे काट्ने बेलामा केक सेक काट्ने बेलामा हलुवाको केक बनाइदिन्थ्यो सुन्यौ नि गाइस सानी थिए सुन्छ र सानी हुँदा उता जन्मेकै थियो त उसलाई कसरी थाहा भयो मम्मीले भन्नुहुन्थ्यो नि त मम्मीले भन्नुहुन्थ्यो चल ल यो त यसले गफ दिइराखेको छ कि पहिला यो खत्रै मान्छे ल रानीमल भन्दा पनि अगाडिपट्टिको मान्छे हो यो ल ल सङ लगाऊ न पहिला सङ हो नाइ सङ नाइन सङ बिनै काट्ने म गाइरहेको छु त विश माग्छु मलाई विश माग्न देन पहिला चल चल माग ल त थाहा सुनिरहेको छ मन सुनिरहेको छ नसुन्ने गर्छ सुन्ने नसुन्ने गरेर गऱ्यो भने कसरी पुरा हुन्छ भाइ सुन्ने गरेर भनेपछि पो पुरा होला त होइन र भाइले नसुन्ने र अरूलाई नसुनाउनु रे के स्कुटी चक्कु लिएर के गरे होला त उइस मागे हो कि कसैलाई मार्छु वेलकम अरुण मेरो बाचा भयो बुझी नै मलाई एक महिना दिला चल बाचा भयो है गाइस स्कुटी आउलायो तर मलाई कुन कलरको भाइ न तेरो लागि गोल्डन कलरको नै भयो त्यति महँगो नै के चाहिन्छ ल के चाहिन्छ बाचा भयो के मेरो दिदीले गर्ने ख्वाइस माग्ने अनि कि मैले पुरा गर्न नसक्ने पनि हुन्छ यसले त्यो खेलाउनवाला ल्याइदिनु बेर्छैन कि यसले काठको बनाएर के मान्छेको र काटम न हौ काटम भान्जालाई हेपे भनेर भन्यो होइन भान्जा हेप्ने खालको भान्जा छ कि मेरो बुझेनौ अहिले बर्थडे भइरहेको छ उतापट्टि गएर त्यो गेम खेल्न थालिसक्यो मोबाइल लेजेन्ड हो के भन्ने अनि यस्ता भान्जालाई ल चल यो जलाउने साइड नै अहिले ल तुलु ल गाउँ त Happy birthday to you. Happy birthday to you. Happy birthday to you. रातो भनेको के रातो गाइस फर्स्ट बाइट मेरो प्यारो प्यारो भाइ र मेरो यता बहिनी अनि मेरो सम्पूर्ण प्यारा प्यारा Thank you so much. Happy birthday to you once again. चिन्तकहरूलाई है हजुरहरूको माया र यो आशीर्वाद वाला बर्थडेको विशेष जिन्दगीमा यस्तो कहिले पनि पाएको थिएन यसले फकाइरहेछ अहिले बुझेनौ बिग म्याच भन्दै छ फकाइरहेछ एउटाकालाई पनि फकाइरहेछ फकाइरहेछ हो नपस्नु कोही रेड वाला है रेड भेट हो के रे भेलभेट रेड भेलभेट ल चल ल हल्का उनीहरुको साटो त तैँले खानुपर्छ नि किनभने त र बाहरु भनेको त एउटै टुक्रा ल म थोरै मलाई स्ट्रबेरी दिए के म स्ट्रबेरी खान्छु म खान्दिन के यो हो के पास खतरा होला खाकै छैन हामीले त कहिले म तले के गरे के हो हातमा ए अघि यस्तो गरेको थिएँ के गर्या यहाँ हात गनायो भन्छ अब हेर्नु जे गर्दाखेरि पनि भएन यार यो मम्मी खै त मम्मी घरतिर हुनुहुन्छ है मम्मी मेरो माइली दिदी कति मातेको थियो ल ल ल मामालाई भुका है बम काजी ल अब मेरो तुलु भाइको सरप्राइज तुलु भाइको सरप्राइजको पालो छ है मलाई तुलु भाइ तले सरप्राइज ल्याछ है मैले केक ल्याएको छु यहाँ दिदीको लागि थ्याङ्क यू सो मच म आएर थाहा भर्खर थाहा भइरहेको छु अनि
मनिषा गाइस दिदी देखौ भाइको ल माया ल ल ल हाम्रो नि के आउला नि त ल चल काटिहाल के हो सायरी पनि रेडी गरेर राखेको छ कि 2 लाइन पनि भन्छु भनेर भन्दै थियो यो त्यही भएर भाइको माया त ल भाइ मलाई अहिले भर्खर थाहा भयो नि त ल भैया। गाइस यो 2 लाइन हाम्रो मनिषा दिदीको लागि गाइस यो 2 लाइन हाम्रो मनिषा दिदीको लागि आज मनिषा दिदीको जन्मदिन मनिषा दिदीलाई जन्माउने मनिषा दिदीको मम्मी पनि सधैँभरि खुसी हुनु तपाईको आँखामा कहिले आँसु होइन ओठमा हाँसो देख्न पाऊँ तपाईको आयु 40-50 वर्ष होइन 100 वर्ष बाँचेको देख्न पाऊँ ह्याप्पी बर्थडे टु यु मनिषा दिदी धेरै धेरै माया छ टुलु भाइलाई दाङदेखि तपाईले चाहेको हरेक कुराहरू सबै कुराहरू पुरा होस् जीवनमा कहिले पनि दुःख नहोस् सधैँभरि तपाईँ खुसी हुनु होइन सबैजना दर्शकहरूले पनि निकै माया गरिदिनु होला भन्न चाहन्छु गाइस है मारे यार यो 2 लाइनले त मारे यार यो 2 लाइनले यति थ्याङ्क यू सो मच मेरो भाइ पुगिहाल्यो नाकमा तिम्रो स्पेसल आजको सबभन्दा मेन त तुलु भाइले मात्रै मलाई कोही भन्दा कसैले पनि गरेका थिएन बर्थडे मेरो द्याट चाहिँ म पनि केक लिएर आउनु पर्ने जस्तो भयो नि हिजो कसैले केक लिएर आएको नाच्दा नाच्दै केकै ढलाइदिए ल ठिक छ ल केक सेक काटेर भाइ आफू पनि खाइहाल हामीलाई पनि खिलाउन थोरै कि आफू लुकाउनलाई त यार ल मैले चाहिँ यहाँबाट काटिसकेँ अब होइन ल फोटा खै गरी फोटा पनि बनाइदिनु दिदीको लागि बाबु आबा को चिन्छ कि चिन्दैन को फोटा पनि थियो फोटा कता हराएर हुन्छ कि किन सोधेको फेरि दराजको माथि छ होला हेर त फोटो फोटा फोटा थ्याङ्क यू सो मच ए यहाँ रहेछ ठिक ए फोटा पनि बनाइदिएको छु मैले दिदीको लागि स्पेसली नाइस नाइस रातो लाउनु एन्ड मनिषा दिदी थ्याङ्क यू मेरो भाइ थ्याङ्क यू सो मच नम्बर टोक्छ ओ माय गॉड यो फोटोको उसले त खतरा मार्केट है यो वालाले हेराइहेर नि दुईजनाको हेराइ फोटोबाट बाहिर निस्केर मान पर्ला जस्ता छन् नगर है अर्कालाई पारस नगर जिस्केको कहाँ गर्छु म त्यो पागल हो म त्यो भल्लालाई त्यो डल्लेलाई 4% चाहिँ नगर न ल ल हाम्रो मनिषा दिदीको लागि स्पेसल हैन लेखेका पनि छन् ल थ्याङ्क यू मेरो भाइ थ्याङ्क यू सो मच यो फोटो छापिदिने मान्छे चाहिँ को यार रेगुलर भाइले के सोचेको ल ल ठिक छ चल ओके छ आजको बर्थडे अहिले दुईजनाको सँगै राखेर गरेको क्या उसले थ्याङ्क यू सो मच ल बर्थडे सेलिब्रेसन सकिसकेको छ अहिले जानै पर्ने राम्रोसँग बस्नु होला Happy birthday to you once again, दिजु थ्याङ्क यू सो मच थ्याङ्क आबा तिम्रो बर्थडे कहिले अरे भन त मैले काम गर्छु अप्रिलमा ए त्यो थाहा थियो मलाई कति अप्रिलै हो जस्तो लाग्यो अहिले हानिदिन्छु नि फेरि ल ल जिस्केको सानो राम्रोसँग बस म पनि जान्छु तिमी अस्ति नै आएको होइन मेरो बर्थडेमा अब तिमीलाई मेरो बर्थडे नै याद छैन होइन हल्का बिर्सियो नि त त्यत्रो दिन जोइन भएन नि त तिमी त्यही भएर त्यही त ल ल ल ल सुन यो मनिषाले मसँग कच पारेको छ कि आज यसको हुन्छ अहिले ब्रह्म व्यवस्था ल जान्छ है ल म निस्केको ल ल भोलि भेटौँला भोलि ल ल भोलि आऊ ल लाइभमा ल रेला गर्नु बाई ल तुल्लु बाहिर आऊ रेडी मात्र